सबैलाई गुड मर्निङ। होप सबैजना सन्चै हुनुहुन्छ होला। आज धेरै दिन पछाडि चाहिँ भ्लग बनाउँदैछु। लगभग 2 महिना पछाडि भ्लग बनाउँदैछु। हामी आज चाहिँ जङ्गली च्याउ र माछा खोज्नको लागि, माछा मार्नको हामी चाहिँ यो जङ्गली मामाको घर आइपुग्यो है त। जङ्गली मामाको घर, आज जङ्गली मामाको घरमा चाहिँ आइपुग्यो है। अब यहाँनिर यो त पछाडि छ गोठ चाहिँ, यहाँनिर यी ओ जङ्गली मामा के छ? ल झन्डैले लड्यो यार यहाँनिर यस्तो गर्मीमा। र फार्म पनि रहेछ, एउटा गाई, 2टा, 3टा, 4टा, 5वटा। त्यहाँनिर चाहिँ उस बाछी रहेछ, यहाँनिर चाहिँ बाछा र बाछी। यहाँनिर जस गजबको फार्म रहेछ यहाँनिर चाहिँ। ए खसी बोका पनि यता छ अरे। ल यहाँनिर खै त खसी बोका चाहिँ यहाँनिर रहेछ। खसी बोकाहरू चाहिँ ल दसैँको लागि ठिक्क हुने रहेछ। ल सीताले फार्म खोल्नु भएको रहेछ त यहाँनिर त। आफैले धान कुट्ने, मकै, पिठो सबै यहाँनिर। त्यहाँनिर मिल हो त्यो घाँसको लागि यहाँनिर रहेछ ल मेसिन। यहाँ धानको बिउ, यहाँ इनार पनि रहेछ। ल जस मामाको व्यवस्थित तालमा रहेछ। ल मामाको त्यही आँप पनि पाकिसकेछ। हाम्रो बले दाइ आँपको रूपमा चढ्दै हुनुहुँदो रहेछ। ल यहाँनिर जस किराले चाहिँ नखाओ, के अरे कमिलाले चाहिँ नखाओस् तपाईँलाई, मान्छेले। ए टन्नै आँप पाकिसकेको रहेछ यहाँनिर त। टोक्यो टोक्यो, केले टोक्यो? मौसीले पनि डढाउने हो त। ल बसेर खान थालिसक्नु भयो त्यहाँनिर। झार्नु न झार्नु, आँप हेरेर झार्नु। आँप त आमामा हो। आँप हेरौँ न ल, सिजनको आँप है। ल एउटा तपाईँहरूको लागि, माया भाउजूले यता काट्दै हुनुहुन्छ आँप। ल किरा रहेछ। ल तपाईँको भाग्यमा चाहिँ पहिराइ रहेछ। ल सिजनको आँप खाने होइन त। ल खाएँ है त। एकदम मिठो रहेछ त यार, गुलियो रहेछ आँप त। मिठो। यो बाँदरको यो रुखमै चढेर हेर्नु त्यहाँ आँप खाएर। हाम्रो टोलीहरू चाहिँ आज माछा मार्न हिँड्दैछौँ यहाँनिर। 1 2 3 मसुद्ध गरेर 4। हेरौँ अब कति माछा मारिन्छ। जना बरौली खोलामा माछा मार्न। म चाहिँ यहाँ यसरी ब्याग बोकेर बसिरहेको छु, सक्दैन। यहाँनिर झुल हालेर माछा मार्न थालिरहनु भएको छ। ल सुरु भयो अब। सुरु भयो माछा मार्न। एक झुलमा कति हेरौँ कति माछा पर्ने रहेछ। बाम भेट्यो क्या हो? बाम भेट्यो क्या हो? मैले कता खै पहिला उनीको झुल हेरेँ, एकदम हेरेँ मैले। एउटा माछा मुझे ए यहाँ टन्नै माछा रहेछ। ल पहिला तिमीहरू यसो गरेर पहिला खोतलेर यहाँ उनी ठुलो हात त उयो पनि ठुलो माछा छ भने टन्नै। यहाँ टन्नै रहेछ ल माछा। हेरेँ झुले खै यहाँ ठुलो माछा निकाल्नु पर्यो कि मैले बुझ्ने यत्रो भेटा हो नि। कता बुझ्न खाँदै आफै ठुलो रहेछ यार माछा त। खै अब हान्दा हुनु गएर निकाल्ने भाइ निकाले सक्छ। ल माछा
ठुल्ठुलो माछाको निस्किने ठुलोमा हामी यत्रो ठुलोमा भेटेर साला नजेस माछा चाहिँ पर्यो मजाले अनि यहाँनिर बाम यहाँनिर बाम दुलो दुलोमा हात हालेर चाहिँ निकाल्दै हुनुहुन्छ दुइटाले विक्रम के गर्ने निकाल्यौँ मैले यहाँ मिलाएर भात त पारेर न बिग्र के अरे बल्दाई मुनि छैन नि नभत्काउनु भने कि त्यहाँ माछा भएको ठाउँमा नभत्काउनु भने कि के भयो पाएँ माछा बल्ल तल एउटा भेटेँ है बल्दाइले पनि दुलोमा हात हालेर मान्छे त्यहाँ डुबी माछा मार्न थाल्नु भइरहेछ मामा त्यहाँनिर बल्दै पौडी खेलेर बसिरहेछ माछा मारे कि पौडी खेले भेट्यो माछा भेट्यो उचाल्ने मुझे अर्को बोले आगे डुबाएर थापिरहेको भेट्यो ल अर्को पनि बाजु गर्न बतारे के एउटा समुद्रको राखेको झुल पनि छोड्दैन मैले झुल्दै मैले अहिले त एकजना चाहिँ छोड्दैन माछा सहज नि झिकाउने हात हालेपछि माछा त यहाँ मान्छे खोलाभित्र छिरेर माछा मारिरहनु भएको छ भित्रै ल धेरै च्यापो बनाएर नराख्नु अहिले त माछा निकालेको बेलामा च्यापो नहुने चिप्लिँदैन चिप्लिने ठाउँमा त्यो च्यापै बनाउनु पर्छ के हो समाधान बलेन के हो माछै भनेर मैले त दुलै थिएन दुलो हाले कति दुलो तल तल रहेछ राम्रैले एउटा भातमा राम्रै लाग्दा यहाँ बाम बाम साला बल्ल छ फेरि या बाम यसपालिको नयाँ बाम। यत्रो ठुलो बाम छ झुल बोल्दै छ यहाँ झुल खाँदै हुनुहुन्छ आयो ओ तल बाम त हेरौँ त यहाँनिर उचालेर देखाइदिउ सबभन्दा हाइएस्टै होला है होइन यत्रो यत्रो त मारिरहेको यहाँ बाम यी ल यसो नि यार अहिले त त्यो धानी राम्रो हो यहाँ उस सानो सानो माछा नि टन्नै रहेछ ल अन्त यसो हेऱ्यो राम्रो यसमा आएछ अहिलेसम्म 1 किलो माछा भइसकेको छ है यो ठुलो बाम शुद्ध गरेर 1 किलो अब यो एक झोला बनाएर अनि जानुपर्छ घरतिर म चाहिँ यहाँ डिलडिल माछा समात्दै झोला समात्दै डिलडिल हिँडिरहेको छु म किन खोलाभित्र छिर्नु परेर भनेर म चाहिँ यहाँनिर यसरी ब्याग झुला हाल्ने चाहिँ त्यसरी हो हाम्रो चाहिँ टक्क लाएर बरौली खोला आज बामको बर्सात भइरहेछ यहाँनिर बर्सात ए एउटा भने ल ऊ बाम ट्याङ्ग्रे ट्याङ्ग्रे र बाम ल एउटा ट्याङ्ग्रे एउटा बाम अर्को पनि त्यतैतिर छ झुल पनि हेर्दै गरौँ है च्याति खाउने हेरौँ है म यहाँ अत्याउनु खोज्छु मैले निक्ले गर्छ त कान्ड्रीबाट पैसा अब है पहिला माथि सेन्टर पहिला एकदम मिलेर बस्नुपर्छ यतापट्टि पनि मिलाउनु पर्यो त्यतापट्टि तिमीहरू पहिले मिला न यहाँ पनि दुलै दुलो रहेछ जान्दै त्यो तलबाट अनि तपाईँ आउनु यहाँ ओडार छ यहीँ छ त यी बाम यहीँ छ यी त्यहाँ भाइ यसरी यहीँ अठ्याउनु बामै निकाल्छु यसरी बस्छु ट्याङ्ग्रे त आयो एउटा हातमा होला ल ल ल भयो ल त जा त के गर्ने भने अब बिस्तार गरेँ झुल तल सार्ने भने हो ओडार छ हो विक्रम उनी दुलो चाहिँ मैले हात हालेको फेरि यहाँ पनि छ मुजी हेरे अन्त यहाँ नहुने ल माछा हेरौँ न यहाँ माछा यी 2 धार्ने जति माछा बाम ठुलो बाम पनि छ त यस्तो त हामीले माछा नै आएछ है
दुईटा काँडा कति हो है उसको त तिनटा चारजनालाई चार चारवटा बाम पाँचजना खान्छ शङ्करजी छैन 5वटा 6वटा बाम 7वटा ल 7वटा बाम 8वटा भाग्ला भाइ भाग्लाउनु ल मैले त जान्दैन मैले त भाग्लाउने हो यता यता विक्रम दाई च्याम्पियन छ नि त भाग लाउनमा यो ट्याङ्ग्रे माछा अरे माछा काटेर पनि यसरी भाग लागेर अब बेलुका चाहिँ मस्त फ्राई गरेर झोल हालेर खानुपर्छ ढेँडोसँग खाँदा मिठो हुन्थ्यो तर के गर्नु मलाई ढेँडो मिठो लाग्दैन त्यही भएर भातसँग खानुपर्छ यो माथिको चाहिँ बाम माछा ठुल्ठुलो बाम माछा यिनीहरूको मारेर ल्याएको माछा चाहिँ यसरी मजाले आगोमा फ्राई गरेर झ्याम्म यहाँ सेफ हाम्रो बले दाई टक्क मसला हालिएको छ मसला एकछिन भुटेर माछा हालेर झोल हालेर आज गर्मीको खोकी भगाउनुपर्छ माछा पनि हाल्यौँ अब है ट्याक्क अब यसलाई एकछिन मजाले उमालेर सर्स्यौँ हालेको छ सर्स्यौँको चट्ट खाएर अब एकछिनमा बनिसके पछाडि देखाउँछु है त भिडियो चाहिँ माछा यहाँ हेरौँ यहाँ छट्ट गरेर उम्ल्याएको छ यो भातसँग खाँदा कति मिठो होला त यो माछा अरे वाह भात आज कति जाने हो के यो माछासँग भात हेरौँ न यहाँ झोल सुकाउँदैछ अलिकति झोल सुकाउँदैछौँ मलाई त यसको बास्नाले नै भोक लागिसक्यो भने त्यो पनि लोकल माछा खोलाको लोकल माछा पालेको माछा पनि होइन माछा खाने चाहिँ 2 जना मात्रै परेर यहाँनिर माछा यहाँनिर भात जेउस बास्ना चाहिँ एकदमै मिठो आएको छ ल अब खाएँ है त अब माछा पनि मारेर फ्राई गरेर झोल हालेर खाइयो मिठो पनि भयो र आज पनि चाहिँ माछा मार्न गएको थिएँ बिहानै उठेर अनि म चाहिँ हिजो थाकेर गइनँ आज पनि त्यही 5 जनै गयो माछा मार्नको लागि उनीहरू चाहिँ गयो म चाहिँ गएन भिडियो हेरिदिनु होला सकेसम्म लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला डु नट फर्गेट वाट लाइक सेयर एन्ड कमेन्ट के नभुल्नु होला लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला यति भन्दैमा आजलाई बाई बाई